हामी चाहिँ बडाको मलामी जाँदैछौँ समथर निवासी हेर्नुहोस् मलामीहरू सबैजना निकै टाढै हो नि हौ आधी घन्टा भन्थ्यो आधी घन्टा भन्दा चाहिँ बेसी नै रहेछ जङ्गल त होइन उयो अझै पल्लोपट्टि रे होइन अझै पल्लोपट्टि भन्दैछ आम्मा हो भयङ्कर टाढो आम्मा हो निकै टाढो एकदमै टाढो मलामी आउँदा पनि बडालाई लिएर जङ्गलमा झन्डै 200-300 जना छु मलामी पनि पछाडि उति नै मान्छे छ अगाडि त्यति नै छ मान्छे के भएर जाम भयो यहाँ हिँड्नु नसकेर जाम भएको खास त यो जग्गा राम्रो रहेछ नि यहाँ नितार राम्रो रहेछ नि ए साह्रो पर्छ नि टाढो पऱ्यो नि आम्मा हो पछाडि उति नै आउँदैछ अगाडि त्यति नै